गाइज वेलकम ब्याक टु माई च्यानल। आज तपाईँहरूको माझमा एउटा पेन्सिल स्केच लिएर आएको छु। यसको बारेमा सानो छलफल गरौँ है त। यो स्केच बनाउँदा मैले चारकोल प्लस ग्राफाइट मिक्स गरेर बनाएको छु। डार्क एरियामा चारकोल युज गरेको छु भने सेडिङ गर्नको लागि HB 2B देखि लिएर 3B 4B सम्मको पेन्सिलहरू युज गरेको छु है। ल अब सबैभन्दा पहिला हामीले यो पेन्सिल स्केच गर्दाखेरि कुनै पनि स्केच अथवा पेन्टिङ गर्दाखेरि मेन इम्पोर्टेन्ट भनेको सबभन्दा पहिला आउटलाइन नै हुन्छ। आउटलाइन तपाईँले अब्जर्भेसन एकदमै राम्रो गरेर मेजरमेन्ट राम्रो गरेर गराउनु भएको छ भने तपाईँको आउटलाइन एकुरेट छ भने रिजल्ट पनि तपाईँले भने जस्तो ल्याउन सक्नुहुन्छ। तर तपाईँले आउटलाइन नै राम्रो बनाउनु भएको छैन भने सेडिङ गर्दाखेरि मिलाउन सक्नुभयो भने राम्रो रिजल्ट ल्याउन सक्नुहुन्छ। त्यतिखेर ड्यामेज गर्नुभयो भने तपाईँको पिक्चर र रेफरेन्स फोटो डिफ्रेन्स हुन जान्छ है। फर्स्ट कुरो यही भयो। त्यसपछि सेकेन्ड कुरो भनेको तपाईँको सेडिङ हो। सेडिङ तपाईँले कतिको प्यासनको साथ कतिको धैर्यताको साथ गर्दै जानुभएको छ, अब्जर्भेसन कतिको गर्नुभएको छ पिक्चरमा, त्यसमा भर पर्दछ। अनि सेडिङ गर्दाखेरि हामीले सबभन्दा पहिला लाइट सेडिङ गर्नुपर्ने हुन्छ। फर्स्ट लेयर बाई लेयर हुने काम हो। कुनै पनि काम एकैचोटि हामीले गर्न सकिँदैन सेडिङ। फर्स्ट लेयर तपाईँको राम्रो एकदमै लाइट प्रेसरको साथ गर्नुभएको छ भने सेकेन्ड लेयर तपाईँले मजाले सजिलै थप्न सक्नुहुन्छ। तर सुरुमै सेडिङ गर्दाखेरि तपाईँले एकदमै प्रेसरको साथ गर्नुभएको छ भने लेयर पनि थप्न सक्नु हुँदैन र अनि तपाईँको पेपर ड्यामेज पनि हुन जान्छ, पेपरको टेक्सचर ड्यामेज हुन जान्छ। अनि हामीले एकदम अब्जर्भेसन एकदमै हुनु पर्यो। कुन पार्ट हामीले बनाउँदैछौँ त्यो पार्ट चाहिँ हामीले रेफरेन्स फोटोमा पनि एकदम राम्रोसँग अब्जर्भेसन गर्ने र त्यही अनुसार हामीले पेपरमा आफूले बनाउन लागेको स्केचलाई चाहिँ एकदम टाइम दिएर बनाउन कोसिस गरियो भने हामीले अवश्य पनि राम्रो रिजल्ट ल्याउन सकिन्छ। अनि सेडिङको लागि ब्लेन्डिङ गर्नको लागि हामीले ब्लेन्डिङको लागि चाहिँ कुन टुल्स युज गर्न सकिन्छ भन्दाखेरि स्मुथ सर्फेस एकदम स्मुथ ल्याउन छ रिजल्ट भने तपाईँले मेकअप ब्रस युज गर्न सक्नुहुन्छ, टिस्यु युज गर्न सक्नुहुन्छ, ब्लेन्डिङ स्टम्प पनि युज गर्न सक्नुहुन्छ। लाइट प्रेसर एकदमै चाहिँ मेकअप ब्रस युज गऱ्यो भने लाइट प्रेसर दिन सकिन्छ। त्यही भएर मैले म्याक्सिमम मेकअप ब्रस चाहिँ युज गर्ने गर्दछु। तपाईँहरूले पनि मेकअप ब्रस युज गर्न सक्नुहुन्छ र अन्य मेटेरियलहरू पनि छ, तर एकदमै लाइट प्रेसरको साथ सेडिङ गर्नुपर्ने हुन्छ। ओके गाइज, यहाँसम्म भिडियो हेरेर साथ सपोर्ट गरिदिनु भयो। यो भिडियोमा कुनै कुराहरू तपाईँहरूलाई मनमा लागेको सुन्नु छ भने सुन्न सक्नुहुनेछ र यो साथीहरूलाई माझ पनि सेयर गरिदिनु होला। ओके, थ्याङ्क यू सो मच।